अब हामी यो 22 नम्बरको क्वेसनतिर जाउँ। 22 नम्बरको क्वेसनले के भन्दैछ त, इथाइल अल्कोहलका कुनै दुईवटा उपयोगिताहरू लेख्नुहोस् भनेर भनेछ हैन त। इथाइल अल्कोहलका कुनै दुईवटा उपयोगिताहरू लेख्नुहोस्, यो क्वेसन सोधेको छ है। कति सालमा? यति सालमा यो सोधेका क्वेसनहरू म यहाँ गर्न गइराखेका छु है। इथाइल अल्कोहलका कुनै दुईवटा उपयोगिताहरू। अब हामीले थाहा छ इथाइल अल्कोहलका उपयोगिताहरू के हुन्छ त हैन त। इथाइल अल्कोहलका उपयोगिताहरू निम्नलिखित छन् त। नम्बर 1, इथाइल अल्कोहल भनेको यसलाई मादक पदार्थको रूपमा प्रयोग गरिन्छ, जुन ठुला कल कारखानाहरूमा बियरहरू उत्पादन गर्नको लागि हैन, अनि धेरै हार्ड लेभलका ड्रिङ्क्सहरू उत्पादन गर्नको लागि यो इथाइल अल्कोहलको रूपमा इथाइल अल्कोहलको प्रयोग गरिन्छ है। एकदमै नसा एकदमै झुम्म लगाउने खालको मजाले यो इथाइल अल्कोहल कुनै ड्रिङ्कहरूमा मिसाइदियो भने मान्छेहरूलाई एकदमै पुरै झुमिन्छन् र बाटोमै गएर लडी बडी गएर त्यहाँ पुरै नाटक देखाउन थालिहाल्छ मजाले है, पुरा एकदम हो। त त्यस्ता खालका प्रोडक्सनहरू, मादक पदार्थहरू, त्यस्ता खालका हार्ड लेभलका पदार्थहरूमा, मादक पदार्थहरूमा इथाइल अल्कोहलको प्रयोग गरिन्छ। त्यस्तै गरी यहाँ इथाइल अल्कोहललाई घोलक पदार्थको रूपमा पनि प्रयोग गरिन्छ। इथाइल अल्कोहल भनेको हामीले यो प्रयोगशालामा देखाउँदाखेरि यो जुन हुन्छ नि, यो प्रयोगशालामा देखाउनको लागि त्यो पनि देखाउनको लागि त्यसमा चाहिँ इथाइल अल्कोहलको प्रयोग गरिन्छ है। अब 1 नम्बरमा त्यो भयो, 2 नम्बरमा यो। अब तेस्रो नम्बरमा के छ त, जैविक पदार्थहरूको संरक्षण गर्ने कार्यमा पनि अल्कोहलको प्रयोग गरिन्छ। अब जैविक कार्यहरूमा, जैविक पदार्थहरूको संरक्षण गर्ने कार्यमा पनि अल्कोहलको प्रयोग गरिन्छ है। अब यो पनि थाहा भयो। त्यस्तै गरी 4 नम्बरमा पोलिथिन र टेरिलिनको उत्पादनमा पनि अल्कोहलको प्रयोग गरिन्छ। यो पोलिथिनहरू बनाउँदाखेरि यो ठुलो कारखानाहरूमा हामीले त्यो झोलाहरू जुन किन्छौँ नि किनमेल गर्नको लागि, त्यस्तो झोलाहरू जुन हामीले किन्छौँ सरसामानहरू किन्नको लागि, त्यो पोलिथिनहरू पनि बनाउनको लागि यो इथाइल अल्कोहलकै प्रयोग गरिन्छ। यो अब यो कहाँ प्रयोग हुन्छ यसको बारेमा पनि तपाईँहरूले थाहा पाइसक्नुभयो। नम्बर 1 केमा, नम्बर 1 यसलाई के को रूपमा प्रयोग गरिन्छ इथाइल अल्कोहल, मादक पदार्थ बनाउनको लागि प्रयोग गरिन्छ। अर्को दोस्रो नम्बर के, अल्कोहललाई घोलक पदार्थको रूपमा पनि यसको प्रयोग गरिन्छ। त्यस्तै गरी जैविक पदार्थहरूलाई संरक्षण गर्ने कार्यको लागि पनि यसको प्रयोग गरिन्छ। त्यसै गरी पोलिथिन जुन कारखानाहरूमा धेरै मात्रामा पोलिथिनहरू बनाउँछ नि, त्यस्ता खालका पोलिथिनहरू बनाउनमा पनि प्रयोग गरिन्छ इथाइल अल्कोहल है। र यो प्रेसरमा किताबहरू छाप्दाखेरि त्यसमा नि यसको इथाइल अल्कोहलको प्रयोग गरिन्छ है। अब यसको बारेमा हामी थाहा पाइसक्यौँ। अब जाउँ 23 नम्बरमा। के रहेछ 23 नम्बरको क्वेसन, गिल सिरियलको संरचना सूत्र लेख्नुहोस्। गिल सिरियल यहाँ दिएको छ, गिल सिरियलको संरचनात्मक सूत्र हैन त यहाँ देखाएको छ। अब गिल सिरियल भनेको के हो, 3वटा कार्बनमा जहिले पनि गिल सिरियल केबाट बनेको हुन्छ त, प्रोपेनबाट गिल सिरियल बनेका हुन्छन् है। अब सबैमा के छ त यहाँ OH 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 3वटामा OH छ। जहिले पनि गिल सिरियलको संरचनात्मक सूत्र लेख्दाखेरि कार्बन 3वटा कार्बनमा 3वटा H भएको ठाउँमा Hलाई के गर्ने, रिप्लेस गरिदिने। Hलाई रिप्लेस गरेको ठाउँमा 3वटा OH हुन्छ। 3वटा OH भएकोलाई नै के भनिन्छ त, गिल्सिरोल भनिन्छ। अर्को भाषामा यसलाई के भनिन्छ त, यसलाई यो केबाट बनेको हुन्छ त यो गिल्सिरोल, केबाट कतिवटा कार्बन छ त्यो थाहा पाउनु पर्ने हुन्छ तपाईहरुले। 3वटा कार्बन छ भनेदेखि के बुझ्नु पर्यो, प्रोपेन बुझ्नु पर्यो हैन। अनि प्रोपेनबाट नै के बनेको हुन्छ त, गिल्सिरोल है। अब त्यही भएर यहाँ के छ त, प्रोपेनबाट यहाँ गिल्सिरोल बनाएको छ। अनि यहाँ के गरेको छ त, सबै यसमा यो Hलाई के गरेछ त, 3वटै Hलाई 3वटै कार्बनको 3वटै Hलाई रिप्लेस गरेर त्यसको ठाउँमा OH राखेको छ। त्यही भएर यसलाई के भन्छ त, गिल्सिरोल भन्छ। किन यसलाई गिल्सिरोल भन्छ त, यो के छ त, प्रत्येक कार्बनको 3वटै कार्बनको H भएको ठाउँमा Hलाई रिप्लेस गरिदिने। Hलाई रिप्लेस गरेको छ, Hलाई रिप्लेस गरेको ठाउँमा OH राखेको छ। फेरि 3वटा OH छ, 3वटा Hलाई रिप्लेस गरेर 3वटा OH राखेको छ। त्यही भएर यसलाई के भन्छ त, गिल्सिरोल भन्छ है। फेरि यहाँ एउटा OH भयो भने त्यसलाई फेरि गिल्सिरोल भन्दैनन्, 3वटा OH चाहिँ हुनुपर्छ। 3वटा OH छ भनेदेखि मात्रै त्यो के हो त, गिल्सिरोलको संरचनात्मक सूत्र हो। के हो त, गिल्सिरोलको संरचना सूत्र। अब थाहा भयो गिल्सिरोलको संरचना सूत्र लेख्नुहोस् भनेपछि जहिले पनि 3वटा कार्बनमा 3वटा H भएको ठाउँमा 3वटा OH हुन्छ, त्यसलाई भन्छ गिल्सिरोल भन्छ। त्यो पनि हामीले थाहा भइसक्यो। अब यहाँ के भनेछ त, अर्को यहाँ 2 नम्बरमा, यसमा सबै OH को समूहको सट्टा H राख्दा कुन यौगिक बन्दछ,
यसको समूहमा जुन 3वटा OH छ नि, 3वटा OH भएको ठाउँमा H राखिदिने हो भनेदेखि के बन्दछ भनेपछि अघि नै मैले भनिसकेँ, किनकि यो जुन ग्लिसरियोल केबाट बनेको छ त, केबाट बनेको छ, प्रोपेनबाट बनेको छ। किनकि 3वटा कार्बन छ भनेदेखि त्यसलाई के भन्छ त, त्यस्तो किसिमको यौगिकलाई प्रोपेन भन्दछ। अघिदेखि मैले बारम्बार यो क्वेसन भन्ने गरेको छु है, 3वटा कार्बन छ भनेदेखि हैन त। अब यहाँ के भनेछ, 3वटा OH छ भनेदेखि ग्लिसरियोल भयो, अनि यसमा के भन्छ, 3वटा OH को यसमा सबै OH को समूहमा यहाँ 3वटा OH लाई फाल्दिने, 3वटा OH लाई हटाइदिने हो भने त्यसको ठाउँमा के राख्ने, HH राख्ने हो भनेदेखि के बन्दछ त थाहा छ। अब जस्तै यहाँ हेरौँ नि त, यहाँ हेरौँ, यहाँ के छ, C 3वटा C छ हैन त। यहाँ यस ल, यहाँ H, यहाँ H, यहाँ H, यहाँ H, यहाँ H छ ल। अब यहाँ हामीले HH लेखिसक्यो। अब यहाँ के भनेछ, OH, यो जुन OH छ नि, OH लाई के गर्ने, हटाइदिने। OH लाई हटाएर के राख्ने, H राख्ने। यहाँ लो H राखौँ, H 3वटा H राखिदियो, 3वटा OH लाई हटाएर 3वटा OH लाई हटाएर 3वटा H राख्यो। 3वटा H राख्यो भने के बन्दछ त, यो कुन खालको यौगिक बन्ने भयो त, यो भनेको हामीले थाहा भइसक्यो, के बन्ने भयो त, प्रोपेन बन्ने भयो। के बन्ने भयो, प्रोपेन है। प्रोपेन बन्छ कि बन्दैन, प्रोपेन बन्ने भयो त अब यही उत्तर लेख्नु हो। यसमा सबै OH समूहको सट्टा H राख्दा के बन्दछ त, प्रोपेन यौगिक बन्दछ। के बन्दछ त, प्रोपेन यौगिक बन्दछ है। अब त थाहा भयो, OH हटाउने हो भने प्रोपेन बन्छ, किनकि 3वटा कार्बन छ। OH लाई हटाएर H राख्ने हो, के अरे H लाई हटाएर OH राख्ने हो भनेदेखि ग्लिसरियोल बन्छ। यो पनि हामीले थाहा भइसक्यो, यो मजाले एकचोटि हेर्ने है। अब अर्को क्वेसनतिर लाग्छ हामी, अर्को जाउँ। यहाँ यसलाई यहाँ देखाइसकेछौँ हैन त। उत्तर यसमा सबै OH समूहको सट्टा H राख्दा के बन्दछ त, प्रोपेन बन्दछ। तपाईहरूले यसरी लेख्ने हो, के लेख्ने, यसरी तपाईहरूले मजाले लेख्न सक्नुहुन्छ हैन त। के बन्दछ त, प्रोपेन बन्दछ हैन त। अब यसलाई गर्दाखेरि के भयो त, यहाँ ल हेर्नुहोस् त, सबै यो 3वटा OH लाई हटाउने, 3वटा OH लाई यहाँ हटाउँदाखेरि के भन्यो त, 3वटा H थप्ने हो। 3वटा H थप्दाखेरि के भन्ने भयो त, प्रोपेन बन्ने भयो हैन त। अब फेरि यो 3वटा H लाई हटाउँदा, 3वटा H लाई हटाएर 3वटा OH राख्ने भने यो के बन्छ त, ग्लिसरियोल बन्छ। ल यो पनि थाहा भयो हामीलाई हैन। अब अर्को जाउँ। अब 24 नम्बरमा ग्लिसरियोलको कुनै 2वटा उपयोगहरू लेख्नुहोस्। अब ग्लिसरियोलको कुनै 2वटा उपयोगहरू, यो त अब हामीलाई थाहा छ, अघि मैले पढिसकेँ। ग्लिसरियोल के को लागि प्रयोग गरिन्छ त, छाला फुट्नबाट बचाउनको लागि। अब ल यो पनि अब भयो यहाँ हैन त। के भयो त, ग्लिसरियोलका उपयोगहरू के छन् त, नम्बर 1 मा छाला फुट्नबाट जोगाउन यसको प्रयोग गरिन्छ। अब चिसो याममा के हुन्छ भनेदेखि छालाहरू अलिक चिसोले धेरै फाट्ने सम्भावना हुन्छ हैन त हातका। अनि हामीले त्यो हातमा मजाले ग्लिसरियोल अलिक दल्यो भने के हुन्छ त, नरम बनाउँछ, छाला फुट्नबाट बचाउँछ। अनि छाला फुट्नबाट जोगाउनको लागि ग्लिसरियोलको प्रयोग हुन्छ। त्यस्तै गरी उच्च स्तरको साबुन, कस्मेटिक सामानहरू बनाउनको लागि ग्लिसरियोलको प्रयोग हुन्छ। उच्च स्तरका साबुनहरू, एकदमै जुन बास्नादार आउने साबुनहरू हुन्छन्, कस्मेटिकका सामानहरू, जुन ओठमा लगाउने, मुखमा लगाउने जुन क्रिमहरू हुन्छ, फेयर एन्ड लभलीदेखि लिएर फेयरनेस, फेयर एन्ड लभली, अनि लिपस्टिक, चिपस्टिकदेखि लिएर अनि यो ओठमा लगाउने जुन हुन्छ नि, सबैमा के हुन्छ त, यो ग्लिसरियोलको प्रयोग गरेका हुन्छन् है। हो, त्यो पनि थाहा भयो 2 नम्बरमा। त्यस्तै गरी फलफुल तथा खाद्य पदार्थहरूलाई नसुकाइ राख्नको लागि ग्लिसरियोलको प्रयोग गरिन्छ। अब धेरै दिनसम्म, धेरै समयसम्म फलफुलहरूलाई जोगाउनको लागि, बचाउनको लागि, राख्नको लागि त्यसमा पनि के गरिन्छ त, ग्लिसरियोलको प्रयोग गरिन्छ। त्यो कुहिनबाट, सड्न गल्नबाट बचाउँछन् है। त्यस्तै गरी 4 नम्बरमा के छ, औषधि, प्रिन्टिङ, मसी, स्ट्याम्प प्याडको मसी बनाउनु पनि ग्लिसरियोलको प्रयोग गरिन्छ है। अब यो औषधिमा पनि ग्लिसरियोलको प्रयोग हुन्छ,
अनि प्रिन्टिङ मसी जुन किताबहरू जुन हामी पढ्ने गरेका छौँ नि, यो किताबहरू है, त्यो किताबहरूमा अनि बच्चाहरूको जुन कलर खालका जुन किताबहरू हुन्छ त्यसमा त झन् धेरै यसमा के हुन्छ त गिल्सिरियलको प्रयोग गरेकै हुन्छन् हैन त, त्यसमा गरेका हुन्छन्। त्यसमा पनि गिल्सिरियलको प्रयोग हुन्छ। स्ट्याम्प बनाउनु पर्यो भनेदेखि त्यसमा पनि गिल्सिरियलकै प्रयोग हुन्छ हैन। अब यो जुन स्ट्याम्पका मसीहरूदेखि लिएर जति हुन्छ नि त्यसमा सबै गिल्सिरियलका प्रयोग गरेका हुन्छन् त्यसमा है। र हामीले अब यति 4वटा थाहा पाइसक्यो, तर यसमा 4वटै पोइन्ट लेख्नु पर्दैन किनकि यो सर्ट क्वेसनमा आउँदाखेरि तपाईँले 2वटा बोधासम्म लेख्ने, यो 4वटा मध्येमा जुन तपाईँलाई सजिलो लाग्छ त्यो लेख्ने। अब यो पनि हामीले थाहा भयो। अब जाउँ अर्को 25 नम्बरमा, इथेन र प्रोपेनको महत्त्वपूर्ण उपयोगिता लेख्नुहोस्। इथेन र प्रोपेनका महत्त्वपूर्ण उपयोगिता लेख्नुहोस्। अब यसको बारेमा पनि हामीले अब यो त्यसै गरी इथेन र प्रोपेनको बारेमा लेख्ने हो। अब त्यस्तै गरी यहाँ हेर्ने इथेनको उपयोगिताहरू के छन् त। नम्बर 1मा हेर्नुहोस् त, 1 नम्बरमा के छ, यसलाई वेल्डिङ गर्नको लागि प्रयोग गरिन्छ। जुन कल कारखानाहरूमा ठुला कल कारखानाहरू बनाउँछ नि त्यो वेल्डिङ गर्नु पर्यो भने यो के को प्रयोग गरिन्छ त, इथेनको प्रयोग गरिन्छ। जुन वेल्डिङ गर्दाखेरि टुटेको फाटेको रडहरूलाई फ्लामहरूलाई जोड्नु पर्यो भनेदेखि जुन झिल्का आउँछ नि त्यो त्यसैको मात्रा त्यसमा हुन्छन्, यसमा इथेनकै हुन्छन् जुन झिल्काहरू निस्किन्छ है, वेल्डिङ गर्नको लागि प्रयोग गरिन्छ। त्यस्तै गरी कार्बनिक यौगिकहरू इथाइल क्लोराइड नाइट्रेट नाइट्रो इथेन इत्यादि बनाउन इथेनको प्रयोग गरिन्छ। यो 2वटा पोइन्टहरू लेखे पुग्छ, तपाईँहरूले यो मजाले हेर्नु होला है। त्यस्तै गरी अब अर्को क्वेसनमा जाउँ, प्रोपेनको उपयोगिताहरू। त प्रोपेनको उपयोगिताहरू अब नम्बर 1मा के छ त यसको, नम्बर 1मा अब प्रोपेनको उपयोगिताहरूमा नम्बर 1मा अब हामी यहाँ हेरौँ के रहेछ त, यसलाई इन्धनको रूपमा प्रयोग गरिन्छ प्रोपेन। यसलाई दोस्रो नम्बरमा के छ त, 1 नम्बरमा इन्धनको रूपमा, दोस्रो नम्बरमा यसलाई कार्बनिक यौगिक बनाउन पनि प्रयोग गरिन्छ। त्यस्तै गरी तेस्रो नम्बरमा पेट्रोलियम उद्योगमा चिस्याउने कार्यको लागि पनि यो ग्यासलाई प्रयोग गरिन्छ। प्रोपेन ग्यास भनेको कुन कुन कार्यको लागि यसलाई इन्धनको रूपमा प्रयोग गरिन्छ भनेपछि यो पनि थाहा भयो। यति मध्येमा तपाईँहरूले 2वटा पोइन्ट लेखे भइगयो, 2वटा भन्दा बढी नलेख्ने किनकि सर्ट क्वेसनमा आउँदाखेरि। अब जाउँ अर्को नम्बरमा, इथिलिनको संरचनात्मक सूत्र लेख्नुहोस्। इथिलिन, अनि यसमा हाइड्रोजन र कार्बन बीच कस्तो प्रकारको बोन्ड हुन्छ, यसमा कार्बन र कार्बनिक बीच बोन्ड किन कमजोर हुन्छ त भनेपछि यो कुन सालमा सोधेको रहेछ, 2069मा पनि फार वेस्टर्नमा पहिला सोधेको क्वेसन हो यो। अब यसमा तपाईँहरूले मैले यहाँ लङ मैले दिएको छु, तपाईँहरूले यहाँ सर्ट क्वेसनहरू यसमा टुक्रा टुक्रा भएर आउँछ, तपाईँले त्यो अनुसारले क्वेसनको एन्सर दिनुपर्ने हुन्छ। इथिलिनको संरचनात्मक सूत्र लेख्नुहोस् भनेपछि हामीले यहाँ धेरैचोटि गरिसकेको छौँ। इथिलिन भनेको यहाँ कतिवटा कार्बन हुन्छ, 2वटा कार्बन हुन्छ। इथिलिनमा कतिवटा कार्बन हुन्छ, 2वटा कार्बन हुन्छ। अनि हाइड्रोजन कतिवटा हुन्छ त, 4वटा हुन्छ। अब यसको संरचनात्मक सूत्र यस्तो हुन्छ, इथिलिन हामीले अघि पढिसकेको छ, इन अल्किन हैन, अल्किनबाट बनाएको हैन त, जति छ मिथेन प्रोपेन ब्युटेन पेन्टिन सबै यो के हो त, यो सबै इन ग्रुपको हो। इन हुने बित्तिकै हामीले केबाट यहाँ भनेको इथेनबाट बनाएको, इथेनबाट इथिलिन बनेको हैन त। फर्स्टमा इथेनबाट इथिलिन बनाएको यहाँ है त। अब इथिलिन भनेपछि अल्किन भनेपछि हामीले त थाहा छ नि त्यो हामीले लेखाएको हो हैन त। अल्किन भनेको के हो त, कार्बन र कार्बन बीच 2वटा बोन्ड छ भनेदेखि त्यसलाई के भनिन्छ त, अल्किन भनिन्छ। त यहाँ के छ त, यहाँ हेर्ने कार्बन यता नि कार्बन, कार्बन र कार्बन बीच कतिवटा बोन्ड छ त, 2वटा बोन्ड छ कि छैन, 2वटा बोन्ड छ। कार्बन र कार्बन बीच 2वटा बोन्ड भयो भने हामीले के थाहा पाउँछ त, अल्किन हो। त यो अल्किनको संरचनात्मक सूत्र यसरी देखाएको छ। त अब यहाँ हेर्ने, यहाँ कार्बनको यता कति 2वटा यस छ, यता एउटा के छ त, एउटा यहाँ 2वटा बिचमा बोन्ड छ भनेपछि कतिवटा भयो, यसको नि 4वटा बोन्ड छ, यता पनि कार्बनको 4वटा बोन्ड छ, के अरे 4वटा बोन्ड, यता नि 4वटा यता नि 4वटा भनेपछि कम्बाइन गरेर कति छ त, यहाँ डबल बोन्ड बनाएको छ कार्बन कार्बन बीच। अब यसमा के छ त, एउटा बोन्ड र यतापट्टिको एउटा बोन्ड के भएछ त, मिलेर एउटा कोभ्यालेन्ट बोन्ड बनेको छ, डबल बोन्ड बनेको छ। त अब इथिलिनको बारेमा पनि थाहा भयो, कार्बन र कार्बन बीच 2वटा बोन्ड छ भनेदेखि त्यो भनेको के हो त, इथिलिनको संरचनात्मक सूत्र हो भनेर हामीलाई थाहा हुन्छ।
है। त्यस्तै गरी इथिलिनमा हाइड्रोजन र कार्बन बीचमा एउटा मात्र कोभ्यालेन्ट बन्ड हुन्छ भन्ने कार्बन बीच दुईवटा कोभ्यालेन्ट बन्ड हुन्छ। यहाँ त्यही कुरा यहाँ लेखेको छ। इथिलिनमा के हुन्छ, हाइड्रोजन र कार्बन बीचमा एउटा मात्र बन्ड हुन्छ। जस्तै यहाँ के हेर्ने, यहाँ यो के छ त हाइड्रोजन, अनि यो के भयो त कार्बन भयो। त कार्बन र हाइड्रोजनमा कतिवटा बोन्ड छ त, एउटा बोन्ड छ। यतापट्टि नि हेर्ने हो त कार्बन र यो हाइड्रोजनमा कतिवटा बोन्ड छ त, कार्बन र हाइड्रोजनमा एउटा बोन्ड छ। यतापट्टि नि कार्बन र हाइड्रोजनमा एउटा बोन्ड छ, यतापट्टि के छ त कार्बन र हाइड्रोजनमा एउटा बोन्ड छ। यता नि एउटा बोन्ड छ। कार्बन र हाइड्रोजनमा एउटा बोन्ड, तर कार्बन र कार्बन बीच दुईवटा बोन्ड, कार्बन र कार्बन बीच दुईवटा बोन्ड छ भनेदेखि त्यसलाई के भनिन्छ त, इथिलिन भनिन्छ। यो पनि थाहा भयो हामीलाई हैन त। यो अब थाहा भइसकेपछि हामीले यसरी नै गर्दै जाने हो। हस् त ल, थ्याङ्क यू।